सन्तुष्ट फ्री वाइन लाइनमा छ गाइस त पुलमा बसे हेलो गाइस गुड मर्निङ अनि सबैलाई नमस्कार आज हामी घुम्ला कति दिन भयो आज हामी 5 डेज आज हामी 5 दिन भइसक्यो आज हामी तातो पानी हिजो चाहिँ हामी राति तातो पानी आएर बसेका थियो अब चाहिँ हामी ब्याग स्याग प्याक गरेर बागलुङ कालिका मन्दिर जाने लागिरहेका छौँ अनि यतिबाट बेनी जान्छौँ बागलुङ कालिका अनि बेनी नि पोखरा आज हाम्रो स्टेसन पोखरा भनेको है हेरौँ कहाँसम्म पुगिन्छ सायद पुगिन्छ होला गाइस फाइनली हामी निस्क्यौँ यहाँबाट ओके खै कि डेबिट त गरे होइन गरे मैले दाइको नम्बर हालिदियो कि मेरो केही पनि छैन Let's go. ल अब going to बागलुङ कालिका टेम्पल यो चाहिँ हामी यहाँ तातो पानी आएर नुहाइयो मजा भयो लगभग आधी घन्टा बसियो होला प्राकृतिक चाहिँ होइन नेचुरल चाहिँ होइन होइन यो चाहिँ मानव निर्मित बनाएको तातो पानी हो इन्ट्री फी चाहिँ 50 रुपियाँ रहेछ वेदर चाहिँ यो सफा छ आज पनि यही पर होइन खतरा आज पानी चुहिएर हिँड्छ आज पानी चुहिएर हिँड्छ क्या अलिकति अप्ठ्यारो भनेको यहीँ हो क्या अब माथिबाट पहिरो गयो कति हाल्ला हामी चाहिँ होटलबाट फर्केर बेनी बजार आइपुग्यो हामी चाहिँ मालढुङ्गा पर्वत आइयो यो ठाउँको नाम मालढुङ्गा पर्वत होइन नि त बागलुङ कहाँ हुनु जाने बाटो हो वेलकम टु बागलुङ यहाँबाट चाहिँ अब हामी बागलुङ कालिका मन्दिर जान्छौँ दर्शन गर्छौँ अनि फेरि रिटर्न टु ब्याक अब हामी वेलकम टु बागलुङ यहाँ चाहिँ चेकिङ भइरहेछ धन्न छ यहाँ फाइनली कालिका मन्दिर आइयो लेट्स गो गाइस हामी चाहिँ कालिका भौतिक मन्दिर छुन लाग्यो यहाँ हेर्नु मान्छेहरू कसले लाने थाहा छैन है गाइस ल यो रुद्राक्ष सिन्दुर हो क्या हो यो पोते भयो कालिका मातालाई यो बाल्नलाई भयो नरिवल फुल सलाई यस्तो धुपे हो एक प्रकार धुपे अगरबत्ती हटाएर यो गरे है त गाइस केही भन्न छ जय कालिका मन्दिरमा छौँ कालिका माताले रक्षा गर्नु हामी सबैको मनोकामना इच्छा पुरा होस् कालिका माता की मुक्तिनाथ दर्शनपछि कालिकामा आइएछ मुक्त सन्तुष्ट फ्री वाइन आउनेको भिड छ गाइस ठाउँ पनि दामी छ है यो कालरात्री कात्यायनी सकन्द माता कृष्ण मण्डा चन्द्रघण्टा धर्मचेनेडी शैलपुत्री नौवटा माताको जलबाट चोख्यो कतिवटा धारा छ मुक्तिनाथ 108 धारा मुक्तिनाथमा 108 रसले गर्दा थाहै नपाइने जति चाँडै मैले कसले गर्नु छैन यहाँ जस्तै जय हनुमान ल हनुमानले पर्वत उठाएको
जय हनुमान भयो हनुमानको पनि दर्शन भयो अब कालिका मन्दिरतिर प्रस्थान कालिका बेल छैन यसो भित्र आऊ भित्र हाम्रो चोला जस्तो छैन नि जुत्ता विशेष मन्दिरमा आइपुग्यो जय लाइनमा छ हो गाइस लाइनमा फुल बोकेर लाइनमा जय कालिका कमलमा मैले पाला आयो टिका लाग्यो गाइस टिका भिड छ गाइस भिड हामी सबै दर्शन गरियो सब दर्शन गरियो होइन सब दर्शन गरेर सकियो अब चाहिँ अब यसो घुम्नुपर्छ है त यतै कालिका मातालाई बाघ आएर पुग्छ अरे बेला बेलामा भन्ने सुनेको छु कालिका मन्दिर भयो होइन हामीले दर्शन गरेको अब यहाँ नाच्नु को नाच्नु म त लाज लाग्दैन एकछिन सर घुम्नु त ल हामीलाई हानी परे गाना ल मिर्ग खै मिर्ग कालिज पनि छ मिर्ग कालिज गाइस कालिज हाय मिर्ग गरौँ न सिधा बस्नु पर्ने भन्ने मानिहरू छ यहाँ चाहिँ 9 दिनसम्म यस्तो गर्ने भने ढाड दुख्दैन अरे भन्ने सुनेर गरे मैले पनि है अब चाहिँ हामी गेटमा इन्ट्री हुन थालियो ल अब चाहिँ हामी यहाँबाट निस्क्यौँ होइन अब यहाँ थोरै माथि र नेपालको सबभन्दा लामो पुल छ हामी त्यहाँ पनि जान लागिरहेछौँ यहाँपछि त्यहाँ छोड्ने कुरा भएन नि त जय कालिका भगवती मन्दिर ट्र्याक्टर आयो ट्र्याक्टर गण्डकी गोल्डन ब्रिज ल गोल्डन ब्रिजमा छिरियो हामी चाहिँ स्वागतम गण्डकी सोडीमा झोला वेलकम टु गण्डकी गोल्डन ब्रिज
घुम्न त पऱ्यो यहाँ आएपछि होइन क्या ओहो दामी रहेछ ल टक 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 एक्सर्साइज गर्ने पनि रहेछ यहाँ नेपालको सबैभन्दा लामो पुल होइन त अमृत यप यो हामी यो बाटो आएको यो बाटो ल केही भन्नु छ अमृत यति माथिबाट आएछ त अब तल झर्न नपाए हुन्थ्यो जस्तो लाग्छ हैन ल गाइज हामी चाहिँ अहिले गोल्डन ब्रिजमा छौँ अझै पर छ अब चाहिँ हामी त गइएन यस यहीँबाट हेऱ्यो हामी चाहिँ कालिका मन्दिर यहाँ दर्शन गरेर त्यहाँबाट यहाँ चढेर यहाँ आइयो हाइट चाहिँ एकदम हाइटमा छ यो कालीगण्डकी खोला हो यसो गर्नु गऱ्यो पुरै लिन गर्नु त ल त्यो चाहिँ डर डर लाग्छ जस्तो लाग्छ दिमागदेखि परेसानी छ भने के गर्ने त्यसो जाने यहाँबाट सिधै गयो भयो त होइन स्काइडाइभिङ गर्ने लजिक नि यही त गरे यहाँ हामीले सर त मेरो यहाँ मोबाइल फस्यो भने के हुन्छ ल केही हुन्न ट्राई गरौँ मोबाइल फस छाडिदिउँ के होला मोबाइल केही हुन्न के भेट्न गाह्रो हुन्छ मै गएर खोज्ने भयो ल फाल्नु त्यस्तो नगरौँ हो म त पुलमा बसेँ पुलमा पनि सुतेँ फर्स्ट टाइम मलाई पुलमा कोही सुतेको मान्छे भनेर होइन है आइएम जस्ट जोकिङ नेपालको सबभन्दा लामो पुलमा को सुत्या थियो भन्दा साजन ओके बिलभ साजन ल गाइस ल गोल्डन ब्रिज नेपालीमा फेरि अमेरिकामा छ गोल्डन ब्रिज त्यसपछि गोल्डन ब्रिज यहाँ छौँ हामी अहिले यस नेपालको गोल्डन ब्रिज गाइस नेपालको गोल्डन ब्रिज के अरे बागलुङ कालिका जय हामी चाहिँ अहिले बागलुङको बजार घुमिरहेछौँ है गाइस बागलुङको बजार त लास्टै ठुलो रहेछ यार के डिस्प्लेट गयो धन्यवाद अब चाहिँ हाम्रो खाना आयो अब खाना खानुपर्छ गाइस अचारतिर घिउले खाने लाग्छ हामी चाहिँ यहाँ डिजी फल भनेर देखेर होइन बाटोमै जाँदा देखाएको थियो तर आउँदा पसौँला भनेर सोचिरहेको थियौँ हामी त्यही छिटो थाल्यौँ क्या कस्तो रहेछ हेरौँ नि त होइन एकजोडी हाम्रो भाइहरू चाहिँ अगाडि गइसक्यो अनि हामी चाहिँ यहाँ त्यसरी घुम्ने नि त भनेर आइयो डिजी फल झरना भान्साघर यस्तोमा आएर खाना खानुपर्ने अघि है हामी चाहिँ डिजी फलमा छौँ है यहाँ हामी दामी छ गाइस दामी छ यो पनि क्लाइम्ब यस यो होइन गड माइटन माथिबाट यहाँ चाहिँ बाटो यस्तो रहेछ क्या यो होइन बात क्लाइम्ब या सही हो सही
यार यो लो गाइस लो अहिले भित्र आने हो दामी छ दामी आऊ कत्रा छ ल त्यो चाहिँ नियालो बाँसले बनाएको कि गेट है दामी बनाएको ल ट्याक्की लुके हो क्या हल्का लुकाएर चाहिँ त्यही भएर मान्छे नदेखाएको कि है हामी चाहिँ अहिले नाग डाँडा आयो हामी चाहिँ यहाँबाट सारङकोटको बाटो जान खोजिरहेको छौँ यहाँ सारङको बाटो भएन अनि यहाँ सुन्नु पर्यो ए सिधै हो कि आऊ सिधा गयो केटाहरू यही बाटो गयो के नौ डाँडा सारङकोट हामी यताबाट हिँडे हो यहाँ के लेखा छ होला सिर्जना अन्नपूर्ण लेख यस सारङकोट डाँडा हिँडे यो वेलकम गरेको जिप्ला दिस वे हाई ग्राउन्ड एडभेन्चर नेपाल प्राइभेट लिमिटेड वाह नाइस है वाह वाह यो हो नि त दामी गाइस दामी पोखरा बजार देखियो यहाँबाट वर्ल्ड समथिङ के हो वर्ल्ड स्टिपेस्ट ए कति मिनट सेकेन्डमा हुन्छ यो लाइन 90 सेकेन्ड 90 seconds 90 सेकेन्डमा चाहिँ लगभग 2 किलोमिटरको डिस्टेन्स चाहिँ पार गर्नुहुन्छ लेट्स गो म्यान लेट्स गो लायो यो गणेशजी पञ्चमुखी जय गणेश सारङकोट डाँडामा गाइस सारङकोट डाँडामा गणेशजी गाइस गणेशजी मुसकजीले लड्डु खान थालिरहनु भएको छ है यो पनि दामी बना है जुर त्रिशूल राखेर यो चाहिँ उसको उयो होला शिवजीको हो रहेछ उयो बक्स टाइपको बनाएर चाहिँ नि उयो गणपति बाप्पा मोरिया गाइस अहिले त हामी भूमि काली मन्दिर देवीको मन्दिर हैन सारङकोटको डाँडामा ए सारङकोट भन्ना के रे सारङकोटको डाँडामा छौँ है
prohibited to wash hands and sit in the tap area. Upper Mustang को डिजाइन बिन्दवासिनी आइयो बिन्दवासिनी हामी चाहिँ अहिले सारङकोटबाट झरेर बिन्दवासिनी आइयो हैन हेलो गाइज म चाहिँ अहिले हलनचोकमा आइसकेँ हैन पोखराको हलनचोक यहाँ हामी यसो घुम्न आएको बाइक साइक राखेर रुम उ गरेर हैन चाहिँ हामी यहाँ घुम्दै छौँ पोखरा सिटी भिडभाड छ है मान्छेको कति भिड छ गाइज पानीपुरी Tell me what's wrong. Pani aina ho. Okay. Guess you're trying to stay strong and fake a smile until I look away. But I've known you too long. It hurts to watch your blue eyes fade to gray as you fade away. यो पुरी पनि ठुलो रहेछ क्या कति ठुलो हो As you fade away. Yeah, I'm about to fade away. Cause every time I wake up I feel like it's Monday. Something's going wrong with all the chemicals up in my brain. All of a sudden I don't look at it. Wow, you on the line. Wow, live music, guys, live music. साइडमा छौँ अहिले एकदम रमाइलो भइरहेको छ है लाइभ म्युजिक भइरहेको छ मैले भनेको हाल्छ है मैले के अरे पार्न के अरे बाबु झन्डेर पार्न 50 म रमाइलो हो कि पान डबल छ त पान डबल छ ए पानको डबल 100 त भयो 100 फिर्ता दियो न 100 बराबर इक्वल भयो पपी कहिलेको चाहने छैन के जान्न पर्यो हजुर एकपालि हाले देखाउनु त हुनु पर्यो के त्यो पैसा पानीमा छड्के त्यहाँ आउनु पर्यो त्यो थालमा अडिनु पर्यो त्यो त अडिनु पर्यो पानी त थाल प्लेटभित्र अडिनु पर्यो ल है ल दाजु ल फेरि नजिक जाँदैछ है नजिक जाँदैछ पस्यो खोइ अनि यो लोखर्के खाएर बल्ल जान्छ यो लोखर्के खाएर ए अहिले त्यो त पानी हो हात धुलियो पैसा हो नि अनि यहाँ छ नि अरू पोता लोखर्के सट्टा खाँदैन जान्छ कि मलाई हाँसिँदा हुन्छ फेरि यस्तो गरेर भयो परे पर्ला हेर है पस्यो अब त ल गयो बस्यो दिने भएपछि भइहाल्यो ल भाइ ट्राई ल भाइ वो स्लो भाइ स्लो पानी रहेछ छाप्प बस्छ है ओहो भाइ अहिले आयो ल आयो स्लो वो स्लो नजिक है एकदम नजिक है ल मोटका थियो कहाँबाट लाइट पऱ्यो नि यहाँबाट लाइट पऱ्यो अरे
भाइ डुगा खेल्ने कि रोटेटिङ खेल्ने कि के खेल्ने थाहा छैन यार ओ के हो यो आवाज ए बाउन्सिङमा लाग्यो बाउन्स बुक हान्ने ल ल गाइज हामी कहाँ बस्ने एकछिन चलाउने मान्छे आउनु भएको छैन कि कहाँ बस्ने उल्टा हुन्छ अरे कता बस्ने ओ गाइज डेन्जर यसको नाम के हो अरे 360 रेन्जर त्यसलाई हातले माथि गर्न पुग्यो ल म यता गएँ है त ल गाइज ए मेरो त अटिन्न त यो देखेको छ छैन यो यसरी समाउनु पर्ला अमृत कस्तो छ टोपी त झर्दैन क्या झर्ने अरू 360 मा छौ गाइज 360 मा हामी सेकेन्ड दाइ भाइहरू थर्ड ओ हामीलाई डर मात्र थियो क्या केही हुँदैन उल्टा सकिँदो रहेछ यार ओ माय गॉड उल्टा सकिन्न यार उल्टा सकिन्न यार जान्न केटा जान्न खुस्किँदैन टेन्सन नगर अब फेरि सुल्टा होला ढोकायो पारी जुयो ओ माई गॉड भाइ के गरेको यस्तो कता हो कोसिस गर्ने है ओ माई कता हो भाइ म त बाटै भेटेँ उल्टा त बहुत डेन्जर यार त सुल्टेको हुँदा रे सुरुमा अलि हाँस्ला पछि ठिक्क भयो थियो आँसु नि आयो यार उल्टेको हुँदा त लास्टै भयो त
ल है अमृत विवेक अमृत ठिक छ ब्रेक डान्स सकेन नि त म मोबाइल छोड्छु है ल ल अहिले त सक्छु अहिले एकछिन पछि सकिन्छ कि सकिन्न है पता हो ला 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 जाँदैन क्या जाँदैन जाँदैन क्या जाँदैन 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 के जाँदैन जाँदैन क्या Oh guys, थाक्यो के सप्लाई हाल्नु न मजा आएन त्यहाँ खेलेको त खासै केही छैन